यता यता हेर्नु आउनु यति नयाँमा आउनु होइन होइन बन्द भइहाल्छ नि ठिक छ म अहिले बसेको गोडा दुखिरहेको एकछिन उभिनु बस्यो नि कुकुक्क भयो अब माथि त जाने बेला भएछ कहिले हो मङ्सिरको बेला के बेलामा भोट माग्ने बेलामा यसरी गोडी खाएर हिँडेको थियो हाम्रो उतातिर होइन हुन्छ हामी यति छिटो गरेर बस्नु कति अल्गो कत्रो घर बनाउनु भएर चाहिँ यो घर कति शीतल हुन्छ नि यो भूकम्प पछि बनाउनु भयो हजुर यो नानीको पनि फर्किनु पर्छ बस्नु यो 73 सालमा बनाएको हामी चाहिँ भान्जा किन्नु पर्यो पहिलाको त मैले देखाए हो त्यो तसमस गरेको चाहिँ उसमा गएर त्यो सिद्धार्थ ब्याङ्कतिर पैसा दिने ठाउँतिर गएर सोध्नु भएको त जग्गाको लाल पूर्जा छ कि छैन रे हजुर लिएको भएको हुनु लिएको छैन लाल पूर्जा भनेर भने लाल पूर्जा नहुनुलाई भुइँचालोको पैसा पाउँदैन र तेरो पाउँदै पाउँदैन भनेर त्यो हाकिम बन्ने चाहिँ पनि गोदो लगायो मैले चाहिँ त्यसले गरेर पैसा लिएर आयो 3 लाख ल्याएँ मैले लाल पूर्जा थिएन र हजुर लाल पूर्जा थिएन अहिलेसम्म लिएको छैन हाम्रो छैन नि यहाँ छ यो सब काका के यो अनि अहिले नि अहिले नि छ यो अहिले नि लिएको छैन अगाडि भारतमा छ फेरि अगाडि भारतमा छैन ल मलाई थाहा छैन हन्ड्रेडमा त्यही यो त अहिले नि हो 5% जति चाहिँ छ होला यो भरि 7 तले भरिमा ठटाउनु छ ठटाउनु जग्गाको लाल पूर्जा हाम्रो पनि त्यहाँ मेरो टोल पनि मेमे चाहिँ पहिलादेखि त्यो हाकिम बन्ने चाहिँ त मेमे होला बुढो मान्छे जाने पर्यो एकछिन पैसा त दियो अश्राम मेमेको अजरा मेमले मुभी पाखरान्देला अश्रामला अजामको लालबहादुर खेपल भनेपछि त्यहाँ पनि 4-5 जनाको मात्रै हो टोलभरिमै अब हजुरबाले चाहिँ अजरा मेरो अजरा म पो जान्दैन अनि एक ग्लान बराङ मुभी या अब मेमेले छुटेर पैसा पनि भने त 3 जनाको दिनुभयो मेरो भागमा चाहिँ हाम्रो कान्छाको भागको चाहिँ मेमेले रसी तिरेर ल्याउनु भयो अनि ल है तिमीहरूको मैले बनाइदिएको छु आफ्नो भाग ल्याऊ है भनेर मेमेले त्यही बेला भन्नुभएको थियो अरे अनि अब जेठा बा अब बाटो त बाटो चामलसँग पिठो साटो बनाए जस्तो अनि त्यो दुनियाँले ल्याएन मलाई केलाई चाहियो के भयो पदम पोखरी नाएर गोगन पानी भन्ने ठाउँतिर जानु ओ गोगन पानी जाने चोक्कै निर हो मेरो घर पदम पोखरीको गोगन पानी झर्ने चोक्कै निर हो अब चाहिँ आउँदाखेरि त्यहाँ सोध्नु होइन नौ भन्दैन हाम्रो जोइको नौ भन्दैन अनि थाहा हुन्छ त्यो त के बिहान जाने हो हामी खानु पर्दैन अब जाने हामी त तपाईँ हामी बाँचेर भेट भयो बस बन्ने हो भोल बिहान 5 बजे जाने होइन